नमस्कार अनि स्वागत छ मनोधनमा। के तपाईँ पैसाबारे ज्ञान बढाउन, सम्पत्ति र दायित्वको फरक बुझ्न र तलबमा मात्र भर नपरी लगानी, घर जग्गा र व्यवसायबाट पैसा कमाउने तरिका सिक्न चाहनुहुन्छ? आज हामी रिच ड्याड र पुअर ड्याड, धनी बुवा र गरिब बुवाबाट केही उपयोगी कुराहरू तपाईहरूलाई सुनाउनेछौँ। रिच ड्याड र पुअर ड्याड, धनी बुवा र गरिब बुवा, पैसा, काम र लगानीबारे सरल तर फरक सोच सिकाउने पुस्तक हो। यसले पैसा सम्बन्धी पुराना विश्वासहरूलाई प्रश्न गर्छ। लेखक कियोसाकीले दुई बुवाको सोच तुलना गरेका छन्। एकजना उनका आफ्नै बुवा, धेरै पढे लेखे पनि पैसामा सङ्घर्ष गर्ने पुअर ड्याड, र अर्का उनका साथीका बुवा, व्यवसायी र धनी रिच ड्याड। पुस्तकको मुख्य कुरा के हो भने धनी मानिसहरू पैसाका लागि काम गर्दैनन्, उनीहरूले पैसालाई आफ्नो लागि काम गराउँछन्। यस पुस्तकले पैसाबारे ज्ञान बढाउन, सम्पत्ति र दायित्वको फरक बुझ्न र तलबमा मात्र भर नपरी लगानी, घर जग्गा र व्यवसायबाट पैसा कमाउने तरिका सिकाउँछ। धनीहरू पैसाको लागि काम गर्दैनन्, पैसा उनीहरूको लागि काम गर्छ। तलब कति छ भनेर सोच्न छोड्नुहोस्। मैले कमाएको पैसाले के किन्न सक्छु जसले फेरि पैसा कमाउँछ भनेर सोच्न सुरु गर्नुहोस्। नयाँ गाडी किन्न ओभरटाइम गर्नुको सट्टा त्यो अतिरिक्त आम्दानी डिभिडेन्ड दिने सेयर किन्न वा सानो साइड व्यवसाय सुरु गर्न प्रयोग गर्नुहोस्। लक्ष्य ठुलो तलब होइन, 24 घण्टा 7 दिन तपाईका लागि काम गर्ने कर्मचारी अर्थात् सम्पत्ति बनाउनु हो। 2. आर्थिक ज्ञान नै तपाईको सबैभन्दा ठूलो सम्पत्ति हो। तपाई एकदमै जान्ने फाइनान्स एक्सपर्ट हुनु पर्दैन, तर आधारभूत कुरा बुझ्नै पर्छ। आम्दानी र खर्च कसरी हेर्ने, ब्याज कसरी बढ्छ, बचत र ऋण दुवैमा, म्युचुअल फन्ड वा ETF के हो। आर्थिक अज्ञानता महँगो पर्छ। आर्थिक ज्ञान भएको मानिसले किन सानो अवधिको उच्च ब्याज ऋण खतरनाक हुन्छ भन्ने बुझ्छ, तर अज्ञान व्यक्तिले त्यसलाई समाधान ठान्छ। 3. सम्पत्ति, एसेट र दायित्व लायबिलिटीको फरक बुझ्नुहोस्। सम्पत्तिले तपाईको गोजीमा पैसा ल्याउँछ भने दायित्वले गोजीको पैसा लान्छ। केही ठूलो कुरा खरिद गर्नु अघि आफैलाई सोध्नुहोस्, यसले मलाई आम्दानी दिन्छ कि पैसा खर्च गराउँछ। ऋण, कर, बैकको ऋणमा किनिएको आफ्नो घर प्राय दायित्व हुन्छ, किनभने तपाईले महिनै पछि ब्याज बुझाउनु पर्ने हुन्छ। तपाईसँग एउटा घर छ जसले तपाईलाई भाडा दिन्छ भने त्यो घर सम्पत्ति हो। क्रेडिट कार्डमा किनेको टिभी दायित्व हो भने आम्दानी बढाउने सिप सिकाउने कोर्स सम्पत्ति हो। धेरै मानिसले गाडी, घर, बाइकलाई सम्पत्ति भन्छन्। यो कुरा बुझ्न जरुरी छ कि ती कुराले पैसा खर्च गराइरहन्छ। 4. आफ्नै व्यवसायमा ध्यान दिनुहोस्। तपाईको दिनको काम जस्तै नर्स, इन्जिनियर, शिक्षक, खेती तपाईको पेशा हो भने तपाईको आफ्नो व्यवसायमा ध्यान दिनुको मतलब आफ्नो समयको उपयोग गरेर सम्पत्ति, एसेट बनाउनु हो। जस्तै नर्सले स्वास्थ्य सम्बन्धी ब्लग सुरु गर्न सक्छ, इन्जिनियरले नयाँ आइडिया विकास गर्न सक्छ, शिक्षकले अनलाइन कोर्स बनाउन सक्छ र किसानले पनि कुन बिरुवा कहिले कसरी उमार्ने र हुर्काउने सम्बन्धी अनलाइन ब्लग सुरु गर्न सक्नुहुन्छ। 9-5 को काम अथवा पेशाले बिल तिर्छ भने आफ्नो समयको उपयोग गरेर कामपछि गरिएको व्यवसायले भविष्य बनाउन मद्दत पुर्याउँछ। 5. अवसरको लागि पैसा चाहिँदैन, अवसर देख्ने आँखा चाहिन्छ। उदाहरणको लागि एउटा राम्रो ठाउँमा पुरानो या मर्मत गर्न मिल्ने घर देख्नुभयो, मर्मत गर्ने तरिका सिक्नुभयो, सानो ऋण वा साझेदारको प्रयोग गर्नुभयो अनि मर्मत गरेर घर बेच्नुभयो वा भाडामा दिनुभयो। यसरी ज्ञान, मेहनत र सम्झौताबाट पैसा बनाउन सकिन्छ। कमाउन मात्र होइन, सिक्न, काम गर्नुहोस्। थोरै तलब भए पनि नयाँ सिप सिकाउने काम भविष्यका लागि राम्रो हुन्छ। धेरै तलब दिने तर केही सिप नबढाउने कामले धन बनाउँदैन। बोल्ने कला, बिक्री गर्ने, नेतृत्व बढाउने र डिजिटल सिप जस्ता कुरा सिक्ने काम रुज्नुहोस्।
जसले भविष्यमा तपाईलाई अझै मद्दत पुर्याउँछ। 7. डर, अल्छीपन, खराब बानी र अहङ्कारलाई जित्नुहोस्। नयाँ व्यवसायमा पैसा गुम्ला भन्ने डर छ भने सानो रकमबाट व्यवसाय सुरु गर्नुहोस्। नकारात्मक सोच, जस्तै कि यो त धेरै पैसा हुनेले मात्र गर्ने व्यवसाय हो वा यो काम त मैले कहिले गरेको छैन, यसले तपाईलाई अघि बढ्न दिँदैन। अल्छीपन, जस्तै कि अनावश्यक काममा मात्र व्यस्त भएर बस्नु र भविष्यको योजना नगर्नु। खराब बानी, जस्तै कि लगानीभन्दा पहिले अनावश्यक खर्च गर्नु। अहङ्कार, जस्तै कि नबुझ्दा पनि बुझे जस्तो गर्नु। यी कुराहरूलाई काबु गर्न सक्नुभयो या जित्नुभयो भने तपाईलाई सफल हुन धेरै सहज हुनेछ। 8. तपाईको पेशाले तपाईको सम्पत्ति एसेट बढाउन मद्दत गर्नुहोस्। तपाईको तलबले महिनामा खर्च गर्ने मात्र होइन, आफ्नो भविष्यको लागि केही प्रतिशत बचत गर्नुहोस् या लगानी गर्नुहोस्। एउटा नियम बनाउनुहोस्, हरेक तलबको 10% सिधै बचत या लगानीमा। यसलाई अनिवार्य बिल जस्तै मान्नुहोस्। तपाईको काम लक्ष्य होइन, सम्पत्ति बनाउने इन्धन हो। भन्नुको अर्थ जिन्दगीभरि काम गर्ने लक्ष्य होइन, बरु कामबाट आएको पैसा लगानी गरेर भविष्य बलियो पार्नु हो। 9. आर्थिक रूपमा अनभिज्ञ मानिसहरू डर र लालचको प्रभावमा पर्छन्। यी भावनाहरूले गलत निर्णयतर्फ लैजान्छन्। गरिब हुने डरले अत्याधिक काम गर्न बाध्य बनाउँछ र लोभले लापरवाह खर्च गराउँछ। वित्तीय शिक्षाले भावनाको होइन, तर्कसङ्गत सोचको आधारमा निर्णय गर्न मद्दत गर्छ। त्यसैले वित्तीय शिक्षा अर्थात् पैसा सम्बन्धी ज्ञान बढाउनुहोस्। 10. धनीहरू किन झन् धनी बन्छन्? धनीहरू सम्पत्ति जमाउँदै जान्छन् र सम्पत्ति जमाउँदै गएपछि हरेक रुपैयाँ एउटा कर्मचारी जस्तै बन्छ, जसले थप पैसा कमाउन काम गर्छ। यसरी सम्पत्तिले आफैलाई बलियो बनाउने धनचक्र सृजना गर्छ। उनीहरूको पैसा 24 घण्टा काम गरिरहन्छ, जस्तै कि सेयरको डिभिडेन्ड फेरि सेयर किन्न प्रयोग गरिन्छ। अनि भाडाको आम्दानीले ऋण तिर्छ र अर्को लगानीको बाटो खोल्छ। पैसाले पैसा जन्माउँछ। 11. वित्तीय बुद्धिमत्ता भनेको प्रयोगमा आउने ज्ञान हो। वित्तीय बुद्धिमत्ता भनेको धेरै कुरा जान्नु मात्र होइन। यसको अर्थ हो तपाईले जानेको कुरा वास्तविक जीवनमा कसरी प्रयोग गर्नुहुन्छ। यसमा आधारभूत लेखाङ्कन, बुद्धिमानी लगानी, बजारको बुझाइ र पैसा तथा कानुनका नियमहरूलाई एकसाथ जोडेर सही निर्णय लिनुपर्छ। दुईजनासँग उही ज्ञान हुन सक्छ, तर एकजना धनी बन्छ, अर्को हुँदैन। फरक पर्छ ज्ञानलाई कसरी प्रयोग गरियो र जोखिम तथा अवसरलाई कसरी व्यवस्थापन गरियो भन्नेमा। 12. ऱ्याट रेस अर्थात् मुसा दौड डर र चाहनाको जाल हो र धेरै मानिसले बाँच्ने जीवन चक्र हो। उठ्ने, काम जाने, तलब पाउने, बिल तिर्ने र फेरि दोहोर्याउने। यो चक्र पैसा नहुनको डर र अझ बढी खर्च गर्ने चाहनाले चल्छ। यसै कारण मानिसहरू तलबमा निर्भर रहन्छन्। आम्दानी बढे पनि खर्च बढ्छ र आर्थिक स्वतन्त्रता कहिल्यै महसुस हुँदैन। ऱ्याट रेस अल्छीपनको कुरा होइन, यो पैसासँग जोडिएको भावनात्मक फन्दो हो। 13. सबैभन्दा पहिले आफूलाई तिर्नुहोस्। धेरै मानिस पहिले सबैलाई तिर्छन्। घरभाडा, ऋण, बिल अनि बाँकी भए मात्र बचत गर्छन्, जुन प्राय हुँदैन। आफूलाई पहिले तिर्नु भनेको बिल तिर्नु अघि नै बचत वा लगानीका लागि पैसा छुट्याउनु हो। भविष्यका लागि पहिले पैसा अलग गरिन्छ र बाँकी पैसाले खर्च मिलाइन्छ। यसले सकारात्मक आर्थिक दबाव सृजना गर्छ। यसले खर्च नियन्त्रण गर्न, सृजनात्मक सोच अपनाउन र नयाँ आम्दानीका उपाय खोज्न प्रेरित गर्छ। समयसँगै यही बानीले वास्तविक सम्पत्ति र वित्तीय अनुशासन निर्माण गर्छ। 14. 2 किसिमको ऋण, राम्रो ऋण र खराब ऋण। राम्रो ऋण भन्नाले आय उत्पादन गर्ने सम्पत्ति किन्न प्रयोग गरिने, जस्तै भाडामा दिने घरका लागि लिने ऋण। नराम्रो ऋण भन्नाले दायित्व किन्न प्रयोग गरिने, जस्तै गाडी ऋण, उपभोग्य सामान किन्नका लागि लिएको ऋण। 15. समयसँगै आफ्नो सिप र क्षमता विकासको आवश्यकता।
यो तीव्र रूपमा परिवर्तन भइरहेको सूचना युगमा छिटो सिक्ने र परिस्थिति अनुसार आफूलाई ढाल्ने क्षमता हुनु एकदमै जरुरी छ। पुराना बुझाइहरू, पढाइ गर्नु, सुरक्षित जागिर पाउनु क्रमशः अप्रासङ्गिक हुँदैछन्। वित्तीय विषयमा आजीवन सिकिरहनु अत्यन्तै महत्त्वपूर्ण छ। अहिलेलाई यति नै। यस्तै ज्ञान गुणका कुराहरू सुन्न र बुझ्न चाहनुहुन्छ भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्नुहोस्।